आकाशमा धुवा पुतली झै उड्नु अघि एउटा सन्नाटा चिर्ने आवाज गुन्जिएको थियो। सडकका भित्तामा रङ पोखिनु भन्दा पहिले तातो फलामले एउटा सपना छेडेको थियो। अँध्यारोले सहरलाई घेर्नु धेरै अघिको कुरा हो, जब शान्त बस्तीमा पहिलो पटक गोली चलेको थियो। ढोकाका अग्लाहरू अझै पनि थर्किएकै छन्। आगोमा खेल्ने साना पैतालाहरू थामिएकै छन्। भगुनका लक्काहरू त पछि मात्रै खरानी बनेका हुन्। सुरुमा त ती कलिला कोपिलाहरू नै ढलेका हुन्। आगोको लप्काले महललाई छुनु भन्दा धेरै पहिले निर्दोषका आँखाहरू सदाका लागि निभेका थिए। पहिले गोली चल्यो अनि मात्र सिंहदरबार जल्यो। पहिले कोपिला झरे अनि मात्र यो सहर ढल्यो। सत्ताको रापत त केवल एउटा बहाना मात्रै थियो। यहाँ त शासक भन्दा अघि निर्दोषको रगत बग्यो। यो सत्यलाई समयको धुलोले कहिले नछोपिनु। इतिहासको पानामा यो रगत कता नमेटिनु। काँचका टुक्राहरू त फेरि पनि जोडिन सक्लान्। तर फुटेका मनहरूलाई कुन मलमले सन्चो पार्छ। ढलेका संरचना त फेरि पनि खडा हुन सक्लान्। तर हराएका मुस्कानहरूलाई कुन शासकले फर्काउँछ। पहिले मान्छे मारिए त्यसपछि मात्रै ढुङ्गा प्रहार भए। पहिले मानवता हरायो त्यसपछि मात्रै विद्रोह भए। पहिले गोली